हाम्रो छो बनिँदैछ है। नानीहरूले पनि छो बनाउँदैछ। हिम्मत रहेछ, आँगी रहेछ है। छो हामी गुम्बामा यही खाना खाँदैछौँ। खिचडी, मुलाको चटनी, गोलफिङ्गर अनि आलु। हेलो साथीहरू, नमस्ते फ्याफुलो सबैमा। अनि साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ है? आई होप तपाईँहरू सन्चै नै हुनुहुन्छ होला। र साथीहरू, आज चाहिँ बुद्ध जयन्ती हो है, बुद्ध पूर्णिमा। अनि अहिले चाहिँ बिहान भिडियो चाहिँ मैले किचनबाट सुरु गरिरहेको छु है, किनभने म किचनमा छु अहिले। सो अहिले चाहिँ हामी चाहिँ गुम्बा जान आँटेको छ छो चढाउनु। अनि अब छु म रेडी गर्छु। अगाडि हेर्दै गर्नुहोस् होला मेरो भिडियो। साथीहरू, म चाहिँ छु रेडी गर्दैछु है। गुम्बा गएको हेर्नु न, छो बोकेको। छो बोकेर यहाँ हामी आमा छोरा पनि छु। नरियल काट्दैछ हाम्रो आँगीले खिरको लागि है। अनि यहाँ नाना, यहाँ चाहिँ हाम्रो प्रसादको लागि खिचडी बनिँदैछ है। जजले खिचडी बनाउनु हुँदैछ। यहाँ दुध उम्लिन आँटेको छ फेरि। यहाँ चाहिँ खानाहरू बनिँदैछ है, दुध उम्लिँदैछ। सब्जी काट्नुहुँदैछ सबैजनाले। हाम्रो चाम्बा यसरी बनिन्छ। हाम्रो चाम्बा चाहिँ हेर्नुहोस् है, यहाँ चाहिँ सकिसकेको छ। यहाँ चाहिँ छो बनाउँदैछौँ हामी सबैजनाले मिलिमिली है। बुद्ध जयन्तीको अवसरमा चाहिँ हाम्रो चाहिँ छो बनिँदैछ है। सबैजना है। यहाँ चाहिँ हाम्रो अहिले देखाउँछु कु चाहिँ है, म यता साइडमा छु। हाम्रो गुम्बामा चाहिँ मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ है, कुहरू छ भनेर। सो आउन सक्नुहुन्छ हाम्रो सिङतामको गुम्बामा।
हामी गुम्बामा खाना खाँदैछौँ खिचडी मुलाको चटनी गोलफिङ्गर अनि आलु यहाँ नानी सुतिरहेको छ यहाँ खाँदैछ यता छ यहाँ भूमिकाले पनि खाँदैछ फिङ्गर बाल्ने आएको छ यहाँ फेरि हामीलाई स्याहार सुसार गर्ने भाउजू आउनु यहाँ प्लेटमा खिचडी एकदम दामी भएको रहेछ साथीहरू हामीले चाहिँ खायौँ दामी भएछ खिचडी है भाइ खिचडी कस्तो भयो दामी भएको छ है भाउजू खिचडी कस्तो भयो आलु पिरो छ ल साथीहरू अहिले चाहिँ हाम्रो वाङ सुरु भइसकेको छ है हाम्रो यहाँ स्कुल चाहिँ वाङ हुँदैछ हाम्रो यहाँ बिजोक भएको हेरिहाल्नु